यहाँ सबसे टेम्पलको सबसे टप फ्लोरमा आइसकेको छु। आमामा यहाँ पछाडि सिनहरू छ। हेलो एभ्रिवान, गुड मर्निङ, सेवारो, नमस्ते, सेवान्ने हजुरहरू सबैलाई छ्याजालो है त साथीहरू। वेलकम ब्याक टु माई च्यानल राधिका राई गुरुङ वन्स अगेन साथीहरू होइन। र आज चाहिँ यहाँ मजाले कुर्सीमा बसेर मजाले भ्लग बनाउनु पऱ्यो। हजुर, आज म एकदम नयाँ ठाउँ जन्नत जस्तो होइन स्वर्ग ठाउँ जस्तोबाट भ्लग बनाइराखेको छु। बिहान बिहानै 7 बजिसकेको छ अनि यहाँ जाडो जाडो पनि छ साथीहरू होइन। र म चाहिँ वेलकम हजुरहरूलाई गर्दैछु कहाँबाट भन्दाखेरि लद्दाखबाट साथीहरू। हजुरहरूलाई पनि धेरै धेरै स्वागत छ लद्दाखमा। यो मेरो लद्दाखको फर्स्ट ट्रिप हो होइन। म यहाँ मेरो नानासँग भेट्न आएको, मेरो दिदी। लद्दाख चाहिँ साथीहरू इन्डियामा छ होइन। लद्दाख र मनाङ मुस्ताङको सेम वेदर छ, सेम रेहेन सेहेन, बस्ने ठाउँ त्यस्तै सेमै। अनि यहाँ अक्सिजन लेभल पनि यो किनकि लद्दाख हाइटमा छ होइन, अक्सिजन लेभल पनि अलिक सफोकेसन अलिअलि हुँदो रहेछ। मलाई झट्टै गाह्रो भएको थियो। म हिजो आएको साथीहरू। यस्तो म लद्दाखबाट हजुरहरूलाई हेलो वेलकम ब्याक टु माई च्यानल भन्दैछु। र साथीहरू म आज के गर्ने देखाउने छु हजुरहरूलाई है त। अहिले साथीहरू यहाँको म हजुरलाई गार्डन देखाउँछु होइन। घर त एक एक दामी छ घर। र लद्दाखमा पनि हरियाली देखेर एकदम खुसी लाग्यो। र अहिले चाहिँ सिजन होला र यहाँ आँगनमा चाहिँ कति राम्रो तरकारीहरू फाल्नु भएको रहेछ। र म चाहिँ बिहान 7 बजे भ्लग बनाउँदैछु साथीहरू। योभन्दा अगाडि म कोरा गर्न गएको थिएँ। कोरा अहिले चाहिँ लद्दाखमा नि दलाई लामाजी आउनु भएको रहेछ 2 महिना रेस्टको लागि भनेर भन्नुहुँदैछन् यहाँ। अनि जो जहाँ दलाई लामाजी बस्नु भएको छ नि उहाँको वरिपरि चाहिँ आजकल अलाउ गरेको छैन। र म पनि 3 चोटि कोरा भन्दो रहेछ त्यो राउन्ड लगाउनु, जस्तो नेपालमा बौद्धमा लगाउँछ नि त्यस्तै म अनि मेरो नाना र सासू अनि भेना हामी लगाएर आइसकेको छौँ। म त्यसको भ्लग बनाउन पाइनँ साथीहरू किनकि मैले फोन लगेको थिइनँ। सो मेरो पछाडिको म हजुरलाई देखाउँछु है त। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, यहाँ बन्दागोबीको अनि यहाँ टमाटर फल्दैछन्, त्यहाँ सागहरू छन् होइन। घर त देखाइहाल्छु। यताको घरहरू दामी हुने रहेछ होइन। मनाङ मुस्ताङ पनि पुगेको छुइनँ म साथीहरू। यहाँ यो सलगमको रहेछ, सलगम। अनि एप्पलको पनि भर्खर ल्याउनु भएको रहेछ होइन। यी साग कुन चाहिँ साग हो होइन मलाई पनि थाहा छैन। र यो एप्पल, यो सेब वाइटवाला एप्पल हुन्छ कि के हो, यहाँ सेबको चाहिँ प्लान्ट लगाउनु भएको रहेछ सानो सानो। यो आडुको हो कि के हो, धनियाँ पनि रहेछ। ओ राम्रो आएछ। यो पनि एप्पलै हो जस्तो लाग्दैछ नि साथीहरू। देख्न सक्नुहुन्छ फुलहरू दामी दामी। दिल्लीमा त फुल मरिहाल्छ के भएको भन। र साथीहरू आज हाम्रो खोइ गुम्बाहरू मन्दिरहरू जाने प्लान छ। र भित्र म र माया बहिनी आएको, मेरो बहिनी उहाँहरू भित्र छन्। म देखाउँछु के गर्दैछन् है त साथीहरू। यहाँ चिसो छ साथीहरू, टाउको दुख्छ, चिसो छ त्यही भएर टाउको बाँध्नुपर्छ। म ज्याकेट लगाएर गएको थिएँ, आएको गर्मी भएर खोले होइन। यसरी बाँध्नुपर्छ किनकि जाडो छ नि त। भित्र देखाउँछु। गुड मर्निङ। हेलो हजुर, सरी हेलो हजुर, मेरो पार्टनर हो उहाँ, हामी दिल्लीदेखि आएको। हजुर ल जानु पर्दैन हो, ये नेचुरल है, शर्माना नहीं। नहीं शर्माते, मैं पहले शर्माती थी लेकिन अब गलत है, ऑर्गेनिक दिखाना है। सो वेलकम टू माई ब्लॉग साथीहरू, वेलकम इन माई ब्लॉग। गुड मॉर्निंग झूले तो बोल दो एक बार। लद्दाख में इतने एनर्जेटिक के साथ इतना अच्छा मौसम में आप लोगों की वॉइस किधर है? हम सफोकेटेड होते हुए भी वाह आवाज तो देखो। बहिनी कैसा हो रहा आपको लद्दाख में? हजुर राम्रो अलिअलि लजाउँदैछन् साथीहरू होइन त। म भरै देखाउँछु है त। यी साथीहरू होइन कस्तो जाडो र यहाँ त्यस्तो जाडो छैन। अहिले अगस्त 14 तारिक हो आज। यहाँ नि नमकिन चिया हेर्नु कस्तो मिठो हुँदो रहेछ। नमकिन चिया खायो भने त कस्तै हेल्प गर्दो रहेछ हौ। मलाई यस्तो लाग्यो सासहरू लिनुमा। यो विन्डो खोलिदिनु पर्यो।
यत्रो यत्रो गत्ता ओढेर सुतेको थियौँ हामी। हेर्नु न त्यो पनि डबल कस्तो तातो यो मोटो न बोटो यो दुईवटा आमा बहिनी त राति जाडो त भएन बहिनीको चाहिँ पुरा यहाँको चाहिँ सिक्नेस उसलाई त के भएको छ भन्दाखेरि हिजोदेखि टाउको दुखेको छ हिजोदेखि बहिनी टाउको कन्टिन्यू दुखेको छ है बहिनीको हिजो कन्टिन्यू टाउको दुखेको छ मलाई टचुट होइन टाउको दुखेको छैन टचुट अहिलेसम्म यो कि झन्डै झन्डै घबराहट चाहिँ फिल भएको थियो मलाई अलिअलि त्यो पनि मैले विन्डो खोल्नु लगाएको छु माथि अनि राति सुत्यो विन्डो खोल्नु साथीहरू यो जानु हुन्छ साथीहरू मोटो मोटो रोटी यहाँ छ होइन यो घरमा बनाएको आँटा अनि चिया यस्तो वेदरमा बाहिर खान लागिरहेको छु म साथीहरू बसेर आबिले झुले झुले आबी 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 मतलब बोजू आबीले ऐसे झुले लादा झुले कति राम्री हुनुहुन्छ ल साथीहरू हेर्नु मैले बिहान स्टार्ट गरेको थिएँ होइन भिडियो हामी खाजा खाएर रेडी भइसकेको छौँ अब हामी चाहिँ कहाँ जाने भनेर भेनाले लानुहुन्छ मन्दिर जाने भनेर मन्दिर त के टेम्पल यहाँ चाहिँ ऊ भन्छ होइन गुम्बा जाँदैछौँ हामीहरू अनि सबै रेडी भएर किचनमा छ यहाँ बहिनी हाम्रो नाना अनि उहाँ आमाहरू हुनुहुन्छ ल चले आछुले हेर बडी बाई 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 बडी यहाँ बडी हो साथीहरू हामी चाहिँ हिँड्न लागेको है त आज अब हामी गुम्बातिर जाने भनेर हामी निस्किसकेको छौँ देख्न सक्नुहुन्छ एप्पल ल्याउने हो नाना एप्पल बाई बडीको बाई ल साथीहरू अब म चाहिँ हामी निस्केको नानाहरू गइसक्नु भएको छ यो चाहिँ ब्याक साइड हो नानाहरूको होइन अब हामी चाहिँ निस्किसकेको छ निस्कनु लागेको साथीहरू ल साथीहरू हेर्नु है लद्दाखको भ्यू हेर्नु है साथीहरू यो एकदमै ब्युटिफुल छ यहाँ देख्न सक्नुहुन्छ हावा चिसो ल साथीहरू झुले यो चाहिँ लद्दाखमा चाहिँ नमस्तेलाई झुले भन्छन् आमाले झुले 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 टासी देले नै टासी चो झुले मैंने टासी देले बोलने वाली थी ये इनका नाम क्या है ये गुम्बा का नाम हाँ जी ये जगह का नाम क्या बोलेंगे या तो तखना यो लद्दाखको तखना भन्ने ठाउँ साथीहरू हो यस्तो छ है लद्दाख हेर्नुहोस् अच्छा है बहुत सुन्दर है वहाँ पनि गुम्बा हो साथीहरू गुम्बा हो र माने घुमाउँदैछन् साथीहरू माने माथि माथि चढ्दा त गएर साथीहरू हामी गुम्बा पुग्यौँ है गुम्बा यति राम्रो छ गुम्बा एरिया बहुत सुन्दर है गुम्बा हामी चाहिँ दर्शन गरेर आइसक्यौँ गुम्बा दर्शन गरेर अच्छे से दर्शन करके आ गए बहुत अच्छा लगा दिल खुश हो गया दिल धक धक तो कर रहा है लेकिन फिर भी हमने अच्छे से दर्शन किया दिल धक धक किया बहनी और मेरा जिले अब इस साइड कोरा कोरा साथै कोरा भनेको चाहिँ राउन्ड लगाउनेलाई कोरा भनिँदो रहेछ होइन यो गुम्बा यो एन्ट्रेन्स यहाँबाट हामी यसरी गयौँ अब हामी यसरी पुरा राउन्ड लगाउँछौँ है त यसरी यसरी राउन्ड लगाउँछौँ
बर्फ के टाइम में तो ये सब व्हाइट होगा ना, ये इसके पीछे भी व्हाइट है ना। कल हम व्हाइट के रास्ते से जाएंगे। यहाँ यस्तो पहाडमा यस्तो राम्रो गुम्बा निकाल्नु भएको त हेर्नु त। यहाँ ढुङ्गा हेर्नु। यी साथीहरू होइन अलि भुटानहरू पनि भुटानको घरहरू पनि यस्तै यस्तै हुन्छ नि गुम्बाहरू। म त फोटो भिडियोमा मात्र देखेको होइन। यो चाहिँ लद्दाख, लेह लद्दाख। और उतना गर्मी होता है दुबई में तो और भी ज्यादा गर्मी। अहिले त साथीहरू होइन यो गुम्बा अघि देखाएँ पुरा कोरा भने पुरा यो गुम्बाको वरिपरि हामी एक चक्कर लाउँदैछौँ है साथीहरू। यहाँबाट चक्कर लाउँदैछौँ। कस्तो राम्रो। तर बहिनी र मलाई त एकछिन त कस्तो गाह्रो भएको नि हाइट नभएर। हजुर त फेरि मेरै भन्नुपर्छ हामी दुईजनालाई। ल पाउनु भएछ हजुरले त झन्डै ज्वाइँ पाउनु भएछ है। ल आयो मेरो फ्युचर नै हो। लद्दाखको मेरा फ्यूचर हस्बैंड। मैंने बोला लद्दाखी तुमको दोस्त मिल गया देखो बहनी का। बहनी इधर एक सो भी रहे देखो ऊपर। चलो ल साथीहरू अब हामी एक राउन्ड कोरा लगाएर पनि अब हामी गाडीतिर ब्याक जाँदैछौँ। अब एउटा गुम्बाको दर्शन भयो हाम्रो। 3टा भन्नुभएको छ, अब 2टा बाँकी छ। त्यो चाहिँ कहाँ कहाँ छन् अब। सबसे दूर यही आमा अभी तीनों में अब पास है। हाँ त हाम्रो नाना चाहिँ आफ्नो घर बनाउँदै हुनुहुन्छ। माने पे मैं हूँ अच्छे से बनाओ दिल लगा के। नानाले त घर बनाउँदै हुनुहुन्छ। म पनि बनाएर आउँछु। क्या राम्रो भ्यू आएको ना। बन गया गुड। नानाको घर बनाऊ। ल ल ल प्रे गर। म फोटो खिच्न यहाँ। म पनि घर बनाउँछु। तर घर बनाउने ढुङ्गा अलिक अप्ठ्यारो रहेछ नि यार। यो के हो मान्छेले ढुङ्गा ढङ्ग छैन नि त। नबनाए चलो। क्यों ना बनाऊं, मैं बनाऊंगी। देखो खतरा घर। सात में ना यहाँ तो नजिक घर बनाए मैंने भी। 7 ताले घर बनाएको छु मैले पनि। ल 7 ताले घर हुन्छ। अब बोल्नु है। यी साथीहरू हामी माथिबाट आएर होइन आमा हामी सबै थाकेर अभी रेस्ट कर रहे हैं। नीचे इंडस वो नदी है। इंडस नदी हवा अच्छे से हवा आ रहा है यहाँ। सांस भी फूल रहे। हवा आउँदैछ। सांस भी फूल रहे। सांस ठीक हो गया। लंबा करो। नाक से यसमा के नै पछाडि ये पहाडी माँ गीता भेनाको फेभरेट। वाह कस्तो मिठा हावा नि बहिनी यहाँ। साथीहरू हामी यहाँ हेर्नु न इन्डस नदी अरे होइन। यो इन्डस नदी होइन हामी कि घुम्न आएको बिमार भएर थक्यो यता पनि। ल उता लड है। ल यो साथीहरू हेर्नु यो चाहिँ पुल रहेछ होइन। यो पुल अनि यो इन्डस नदी अरे। यो चाहिँ इन्डस नदी। यसले कालो हुनुभएको छ। उता ठुलो बढ्दै रहेछ किनकि बाले बर्सातको मौसम हो नि त। त्यही भएर कति ठुलो छ। अहिले हामी गएको गुम्बा माथि यो गुम्बामा गएर आएको हामी। भेनाको गाडी उहाँ छ यहाँ। ल जानु बहिनी। यो मेरो प्यारी बहिनी ब्युटिफुल बहिनी हो होइन।
15 सेकेन्डको ल हुन्छ हौ। यो त भ्लग हो। अब चाहिँ बहिनी अब त अब ठिक छ नि अब चाहिँ हेल्थ माथि पुग्दा त किन न म एक्सपिरियन्स भन्नु बहिनीले त्यो गरेर चाहिँ आँटा आयो। ल साथीहरू अब हामी चाहिँ त्यहाँ गुम्बा पछि सेकेन्ड यहाँ कहाँ आयो? यो चाहिँ फ्लावर आर नेचर्स स्माइल वेलकम टु अ गार्डन। यो चाहिँ हामी होइन फुलबारी रहेछ, सबै फुलबारी रहेछ। यो के हो? एग्रिकल्चर डिपार्टमेन्ट डेप रहेछ ऊ त्यो पर लेखेको छ त्यो चाहिँ। अनि हेर्नु नि फ्लावरहरूको कलेक्सन रहेछ यहाँ चाहिँ। यो चाहिँ यो फुल त नेपालमा पनि मिल्छ, गोदावरी फुल के भन्छ यो फुल हेर्नु त, यो वाला फुल। अनि सनफ्लावरहरू पनि रहेछन्। हेलो जुले 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 झूले झूले। अरे रेसिंग लगाओगे आप लोग? चल मैं वीडियो बनाऊंगी, कौन फर्स्ट आएगा? स्टार्ट। नहीं 1 2 3 स्टार्ट करने दो बेबी। और तुम आगे बैठो, सीधा यहाँ पर बैठो। अच्छा सुनो सुनो, एक एक अपना अपना नाम बता दो। हाँ सॉरी तेंजिंग लामसंग तेंजिंग कलसंग ओ कर्मा सृष्टि नाइस नेम। विपना आप सुसीता स्वस्तिका जिंगमे ओ नाइस नाइस टू मीट यू। हाँ मैं नेपाल से हूँ। हम भी नेपाल से। हाँ बोल्न आउँछ? अरे वाह बोल्नु नि त। बोलिसके ल ओके को आउँछ ल फर्स्ट? वाह उधर जाके फिर से वापस आना। हाँ वापस। ल वाह ले मैं बोले 1 2 3 गो। ये फर्स्ट कौन आया? साथीहरू होइन उहाँ बच्चाहरू सबै नेपाली रहेछन्। नामहरू नेपाली कति तल नेपाली रहेछ, नेपाली पनि बोल्नु आउँदो रहेछ। वापस आउँदै छैन उहाँहरू। बस 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 फर्स्ट आ गए इनफ। गुड 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 गुड। यहाँ स्कुल छ हो। अब हामी वापस जाँदैछौँ साथीहरू। बच्चाहरूसँग इन्ट्रोडक्सन ओ त्यो बच्चाहरू नेपाली रहेछ यिनीहरू। बाई साथीहरू हामी फुलबारी गएर पनि होइन फुलबारीबाट यो हाम्रो सेकेन्डवाला गुम्बा हो। यो सेकेन्ड गुम्बा हो। अब हामी यहाँ भिजिट गर्छौँ होइन। भित्र गएर भित्र अलाउ छैन, म बाहिर बाहिर जति जति उकालो उकालो पनि धेरै छैन हेर्नु त। ए जति जति उकालो चढो उति नै स्यासा हुने क्या साह्रै। यहाँ द एन्ट्रेन्स यो चाहिँ क्याफे रहेछ साथीहरू होइन क्याफे। यस्तो पहाडमा पनि मजाले बनाउनु भएको छ क्या। हाउस स्प्यारो अरे यो चेपमा झन्डै स्प्यारो बस्नुहुन्छ जस्तो लाग्यो मलाई। यता कता गाह्रो गाह्रोतिर के उहाँहरू पनि आइपुग्नु भयो। ल न टाइम लाग्यो। टाइम क्यों लगा? हाँ टाइम टिकट काटेको। हामी गुफाबाट जाँदैछौँ, गुफाबाट निस्किँदैछौँ है। ए चिसो हुँदो रहेछ यो घरको माटोभित्र त साथीहरू। साथीहरू तल तल तलदेखि आएको होइन माथि पुगिसक्यो उहाँहरू। कहाँ जाना है? यता यता त केही नरहेछ साथै। साथीहरू हेर्नु यहाँ एप्पल लताको एप्पल फलेको देख्न सक्नुहुन्छ। एप्पल लामाजीहरू यहाँ झुले झुले झुले। हे कितना क्यूट क्यूट है साथीहरू, क्यूट क्यूट लामाजीहरू।
यो हामी चाहिँ त्यही गुम्बा हो साथी अर्को बाटोबाट आएको यहाँ हेर्न सक्नुहुन्छ लद्दाखको सिन यस सो ब्युटिफुल साथीहरू हामी अहिले वहाँ गुम्बा गएर आयौँ होइन अनि वहाँभित्र पनि पुगेर आयौँ अब हामी यो गुम्बा जाँदैछौँ साथीहरू धेरै बोल्नु हुँदैन किनकि डिस्टर्ब हुन्छ वकहरू क्या डिपली गर्नुभएको छ राम्रो म त नजाने मेरो साथीहरू यसको पछाडि जो छ नि उहाँ हाम्रो राम्रो राम्रो दर्शन भयो ओपन थियो आज चाहिँ होइन छिरिङ तिमी पहिले आउँदाखेरि यो क्लोज थियो होइन आज चाहिँ जान नै यो त देखाइसक्यो यता अब मलाई फोटो खिच्छु त यसरी म चाहिँ यहाँ सबसे टेम्पलको सबसे टप फ्लोरमा आइसकेको छु आमामा यहाँ पछाडि सिन हेर्नु सक्नुहुन्छ यहाँ हेर्न न तल लिएर आउँछ क्यामराम्यान तल यस्तो डेन्जर छ साथीहरू यहाँ एकछिन है यस्तो डेन्जर छ साथीहरू होइन टपमा त पारी चाहिँ क्या दामी घाम पनि आइसकेको छन् र पनि हेर्नु हामी राम्रो टेम्पल 600 साल पुरानो टेम्पल रहेछ जो भित्र हामी गएको थियौँ सबसे पुरानो टेम्पल आमामा खतरा एकदम मन खुसी भयो क्या आएर साथीहरू यहाँ हेर्नु तालाब रहेछ होइन जाली छ यहाँ चाहिँ हुन त माछा पनि रहेछ माछामा हेर्नु त माछा यी माछा हाँसहरू पनि रहेछ डगी ये भोटिया भोटिया बोलते हैं कौन सा डॉगी है ना अले अले बहिनी के लिनु आँट्नु भयो बहिनी लिन नै बजाउन आँटेको बजाउन आँटेको अरे अब हामी चाहिँ साथीहरू खाना खानु रेस्टुरेन्ट जान आँटेको है त लन्च टाइम भयो 2:30 बज्यो त भएर इस गाडीबाट उत्रेर हामी आयौँ नजिकको माहौल देख्नु सक्नुहुन्छ याक यहाँ रेस्टुरेन्ट रहेछ हेर्नु न दिनमा त घाम मजाले लाग्ने रहेछ कि माथि हेर्नुहोस् यो बरफ हो साथीहरू यो बरफ नै सरी बरफ त यो हो यो यी बरफ नानाहरू यहाँ बसिसकेका छन् रेस्टुरेन्टमा अब हामी के खान्छौँ छटपटा ल साथीहरू होइन हामी चाहिँ पुरा मन्दिर गुम्बा 2टा गुम्बा गयौँ थर्डवाला चाहिँ गएन साथीहरू हामी किन बिहानै हिँडेको एकदम थक्यो आमा पनि जानु भएको थियो अनि थक्यौँ अनि हामी 2टा गुम्बा गएपछि किनकि एकदम उकालो उकालो थियो होइन हाइटमा अनि हिँड्दै गएको 2टा फेरि गुम्बा पनि कति ठुलो ठुलो राम्रो राम्रो दर्शन राम्रो भयो अनि जो थर्ड हो गुरु रिम्पोन्चेको हुनुहुँदो रहेछ त्यो चाहिँ अब हामी अहिले चाहिँ नजाने भनेर हाम्रो सल्लाह भयो सबैको अनि त्यहाँदेखि हामी लन्च गऱ्यौँ लन्च गरेपछि सिधा घर आइसकेको छौँ अनि थकेर भुसुकै खाना टन्न खाएर अनि हाम्रो मेरो प्यारो बहिनी यहाँ हुनुहुन्छ र हाम्रो चाहिँ खतरा सेपरेट रुम छ भुइँमा मजाले मेरो प्यारो बहिनी उठिसक्नु मोबाइल गर्नु इस केही छैन मेरो प्यारो त मोबाइलमा नेटवर्कै छैन यहाँनिर नेटवर्क छैन अनि त्यही भएर त हामी के गर्ने के छ भन्ने त भनेको छैन र पनि यसरी नै आज ठिकै छ अनि
बहिनी यहाँ हुनुहुन्छ प्यारी बहिनी फ्रीको गेम खेल्नु थालिसक्नु भयो बहिनी हेर्नु यहाँ गेमको त पहिला त पब्जी पनि खेल्नुहुन्थ्यो नि पब्जी खेल्नु छोड्नु भयो आजकल इस गेम ओभर ल ओए गेम ओभर भएको कसले गरिदियो तपाईँले खै अब हामी एक निन्दा सुत्ने ल बहिनी ल ल साथीहरू हामी सुत्ने भनेको त के को तिनजना एकछिन गफ गऱ्यौँ हि हुँ गऱ्यो त्यही भएर अब हामी चाहिँ फेरि नानाले यहाँको नजिकको मार्केट लाने भनेर अब हामी तिनजना मार्केट जानु आँटेको लद्दाखको मार्केट नानाको नजिक यसो गएर के रहेछ हेरेर आउने भनेर अलिक गर्मी छ यत्तिकै यो चाहिँ बोकेको छु है त जाउँ ल हिँड्यो है साथीहरू हामी डन दुईजना मार्केट साथीहरू होइन मार्केट वाला एरिया है यता जाउँ साथीहरू कहाँ चाहिँ जान्छ भने त सिधा लुगाको दोकानमा पो लिएर आउँछ यार लुगाको दोकानमा साथीहरू होइन कहाँ जाने कहाँ भन्दा सिस्टर्स क्लोजेटमा गएर सपिङ पनि किनिसकेन न के लियो देख अच्छा अब कहाँ जाने अरे मिनिसो लद्दाखमा मिनिसो रहेछ यहाँ जाने क्युट सानो मिनिसो रहेछ यहाँ मिनिसो है दिल्लीमा त बन्द भइसक्यो मिनिसो साथीहरू त्यहीँ घाम छ त्यहीँ माथि हेर्नु कालो न कालो हुँदै आयो पानी पर्छ जस्तो छ यहाँ घाम कालो न कालो हुँदै आयो अहिले पानी पो पर्छ फेरि हेर्नु न यिनीहरू कहाँ गयो फेरि कहाँ जान्छ यहाँ हेर्नु यिनीहरूको काम छैन साथीहरू राम्रो 10 साल अगाडिको बानी गएको छैन साथीहरू उहाँहरूको होइन के गर्नु ओ 10 साल अगाडिको बानी गएको छैन तिमीहरूको त अनि तपाईँको त हटाइदिनु तपाईँको साथी त छैन त नेपालमा छ त हो र राजस्थानमा अंग्रेज कलर दे दो अंग्रेज कलर दे रहे हैं इंग्लिश कलर छ 9 साथीहरू 900 जो राजस्थानलाई छोड्यो भने लद्दाखको चिनो लगेर जाँदैछु यो उहाँ चाहिँ पुरा मन पर्यो हुन त बुढाबुढी लाउने खालको अब म पनि पछि बुढी नै हुँदैछु बिस्तारै बिस्तारै त्यही भएर हो सही बहिनी सही थ्याङ्क्स कसलाई तपाईँलाई बहिनीको तर्फबाट गिफ्ट हो लास्ट लाग्दै त मेरो प्यारो बहिनीले मलाई यो गिफ्ट बहिनीको तर्फबाट थ्याङ्क यू बहिनी वेलकम छ नि बहिनी तपाईँलाई नाना भन्दा पनि कतितिर किनिदिनु भयो यार लाज लाग्यो पैसा लिनु है थ्याङ्क यू नाना भन्दा खोइ नाना भन्दा पनि कहाँ घुसेको हजुरहरू यार वाउ माथि क्या ब्युटिफुल हो ट्रेडिसनल ड्रेस लद्दाखी ट्रेडिसनल ड्रेस साथीहरू लेखेको त बुझिँदैन यो ट्रेडिसनल ड्रेस है साथीहरू लद्दाखी चेयर्स गर्नु लाफिङ लद्दाखको लाफिङ चेयर्स अरे मलाई होइन उता गर न बहिनीसँग छिरिङबाट भ्लग बनाउँदैछु आज मिठो छ मिठो छ ए साथीहरू हाम्रो आइसक्रिम पार्टी हुँदैछ यहाँ आमालाई यहाँ हुनुहुन्छ यहाँ आमा यहाँ हुनुहुन्छ होइन आमाले यो मजाले बस्नु बहिनी ठिक है हेर लो लिनु न आमाले कौन सा लोग आमाले बादाम वाले झुले दिपराज झुले योभन्दा यही ठिक रहेछ होइन भिडियो गरेको